एभ्रिवान, नमस्ते सबैजनालाई। माको किचनमा हजुरहरूलाई धेरै स्वागत छ। आज म हजुरहरू सामु नयाँ रेसिपी लिएर आएको छु। आज म बफ मासुको अचार बनाउन गइरहेछु। हजुरहरूले अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला। यसको लागि मैले 1 किलो बफ मासु लिएको छु। लसुन, अदुवा, सुकेको खोर्सानी, हरियो खोर्सानी, गोलबेडा र कागती लिएको छु। मसालाको लागि मैले मेथी, सोप, ज्वानो, टिम्बुर, मरिच, मुङ्लिरो लिएको छु। अब म यो मासुलाई सानो पिस गरेर काट्न गइरहेछु। हजुरहरूले आफ्नो हिसाबले काट्नुहोला। साथीहरू, मैले कराई बसालिसकेँ। अब म यसमा तेल पनि एड गरिदिन्छु। अब म यो तेलमा हाफ चम्चा मेथी एड गरिदिन्छु र मेथी कालो भइसकेपछि यसमा सोप, दालचिनी, सुकमेल, तेजपत्ता एड गरेर राम्रोसँग चलाउनु पर्छ। साथीहरू, अब म यसमा बेसार र मासु एड गरिदिन्छु र राम्रोसँग मजाले चलाउनु पर्छ। अब यो मासुलाई मिडियम टु हाईमा राखेर पकाउनु पर्छ। हामीले मासु फ्राई गर्दाखेरि डिप फ्राई हुने गरेर पकाउनु पर्छ। हाई फ्लेममा राखेर पकायो भने बाहिर पाकेको जस्तो हुन्छ, तर भित्र पाकेको हुँदैन। नत्र यो लामो समयसम्म राख्न मिल्दैन। यसरी फ्राई गर्यो भने मासुको अचार नरम र जुसी हुन्छ। हजुरहरूले स्वाद अनुसार नुन राख्न सक्नुहुन्छ। हजुरहरूले मासु पकाउँदाखेरि राम्रोसँग चलाउँदै पकाउँदै गर्नुपर्छ। साथीहरू, यो मासु लगभग पाकिसक्यो। हेर्नुहोस् त कस्तो रातो भएछ। अब म एउटा प्यान बसालेर मसलाहरू फ्राई गर्न गइरहेछु। अब म यसमा मेथी, ज्वानो, सोप, मुङ्ग्रिलो, टिम्बुर, तोरी राखेर राम्रोसँग चलाइदिन्छु। हजुरहरूले मसला फ्राई गर्दाखेरि लो हिटमा राखेर 1 मिनटसम्म चलाउँदै पकाउँदै गर्नुपर्छ। मसला फ्राई भइसक्यो। अब म एउटा भाँडामा एड गरिदिन्छु। एकछिनको लागि सेलाइदिने। यो मसला सेलाइसक्यो। अब म यो मसलालाई ग्राइन्ड गर्न सुरु गर्छु। अब म यसमा सुकेको खोर्सानी, हरियो खोर्सानी फ्राई गर्न गइरहेछु। अब यो खोर्सानी फ्राई भइसक्यो। अब यो निकालिदिन्छु र यसमा अदुवा, लसुन एड गरिदिन्छु। हामीले अदुवा, लसुन रातो हुने गरेर फ्राई गर्नुपर्छ। अब यो अदुवा, लसुन रातो भइसक्यो। एउटा भाँडामा निकालिदिन्छु। अब म अघि नै फ्राई गरेर राखेको मासुमा जिराको धुलो, खोर्सानीको धुलो एड गरिदिन्छु र राम्रोसँग एकचोटि चलाइदिनु पर्छ। अब म यसमा अघि नै सानो पिस गरेर काटेर राखेको गोलबेडा एड गरिदिन्छु र राम्रोसँग एकचोटि चलाउनु पर्छ र 1 मिनटसम्म ढक्कनले छोपेर राख्नुपर्छ। गोलबेडा गलिसक्यो। अब म यसमा लसुन, अदुवाको पेस्ट र अघि नै ग्राइन्ड गरेर राखेको मसलाको धुलो एड गरेर एकछिन मजाले चलाउनु पर्छ। यसरी राम्रोसँग चलायो भने मसला, नुन, खोर्सानी सबै भित्रसम्म पस्छ र खाने बेलामा एकदम मिठो हुन्छ। साथीहरू, मासुको अचार लगभग रेडी भइसक्यो। अब म यसमा अघि नै फ्राई गरेर राखेको सुकेको खोर्सानी, लसुन, अदुवा, कागतीको रस, बिरे नुन हाफ चम्चा र भेनिगर राखेर राम्रोसँग चलाइदिनु पर्छ। हजुरहरूले भेनिगर राख्नुभयो भने लामो समयसम्म अचारलाई स्टोर गरेर खान सक्नुहुन्छ। साथीहरू, यो अचार रेडी भइसक्यो। हजुरहरूले खाजासँग खान सक्नुहुन्छ। हजुरहरूले पनि घरमा यसरी नै बनाएर फ्यामिली, साथीभाइहरूसँग रमाइलो गरेर खानुहोला। साथीहरू, यो अचार रेडी भइसक्यो। हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला र बेल आइकन पनि थिचिदिनु होला। हजुरहरू सामु मेरो भिडियो नछुटोस् भनेर। थ्याङ्क यू फर वाचिङ।